गर्ने काम यही हो। तपाईँलाई थाहै छ होला। यसमा हल्का नमक हाल्नुपर्छ हैन, हल्का काली मिर्चको पाउडर हालिदियो अनि हल्का मसला हाल्यो, गरम मसला, अनि हल्का मिर्ची पाउडर है, हल्का सोया सस, धेरै पनि हाल्नु हुँदैन, अनि हल्का टमाटो मिक्सिङ हुने भनेको, अनि त्यसपछि हल्का भेनिगर, अनि त्यसपछि हल्का यो सेजन चटनी हो, यसलाई चाहिँ हाल्नुपर्छ। जाम लाग्यो होला। यसलाई यसरी टन्न हाल्नुपर्छ। अनि त्यसपछि यो गऱ्यो है। आलु चिप्स भनेको खतरनाक बनाउँछ दिनेशले, खानी गयो आउनुहोस्, फ्रेन्च फ्राइज भन्छ। अब त्यसलाई मस्त तपाईँहरू खानको लागि चाहिँ स्पेसली मेरो ठाउँमा चाहिँ आउनुहोस्, म तपाईँलाई चाहिँ खुवाउँछु है। अनि यसमा अलिकति चाहिँ भेनिगर हाल्नुपर्छ, हल्का कन्फ्लोरो भन्छ यसलाई, हल्का यसमा कन्फ्लोरो टक्क बनाएर चाहिँ हालिदिनुपर्छ ताकि यसमा एकदम सफ्ट रहोस् होइन। अनि त्यसपछि कति भनेको चाहिँ कलर चाहिँ अलिकति क्वालिटी देखाउँछ क्वालिटीलाई। अब यसलाई पानी नहालेर चाहिँ यत्तिकै मल्ने हो होइन, पानी चाहिँ हाल्नु हुँदैन, यत्तिकै मल्नु। यत्तिकै मलिसकेपछि टक्क तेलमा मस्तले तारिदियो भनेपछि चाहिँ एकदम फर्स्ट क्लास बन्छ तपाईँको टेस्ट है। ल दिनेशको रेसियो भनेको चाहिँ यही नै हो। तपाईँ चाहिँ खाना चाहिँ आउनु होला बस ब्रदर है, मेरो